नेपाली कांग्रेस जिन्दाबाद, भोट केमा सूर्यमा भनेर जसले नारा लायो त्यही रैती हो। किनकि उसको मालिकले, त्यो सामन्त मालिक जो छ नि, उसले के भन्यो नि त, एमाले होस् तर भोट चाहिँ रुखमा हाल भनौँ। अस्ति त्यही गरे होइन हो। यस्तो हो दास भनेको। दास भनेको कस्तो हो भने, नेपालको स्वाधीनता बेच्ने एमसीसी ठिक छ भन्दाखेरि ठिक छ भने देशैभरिका दासहरूले यो त बेठिक छ, सत्तामा भाग मिलेन नि त, ल आऊ सडकमा भनेपछि फेरि तिनै पार्टीका मान्छे एकचोटि आए होइन, थाहा छ नि मानेश्वरमा। अनि फेरि उसको सामन्त मालिकले होइन हामी त विदेशीको रैती बन्नुपर्छ, अब पेट भर्ने नै नहुने भयो, अब एमसीसी ठिक छ भनेपछि ठिक छ नै। जति पार्टीका कार्यकर्ताले भने तिनीहरू दास हुन्, तिनीहरू रैती हुन्। तर हामी देशभक्तिलाई केन्द्रमा राखेर जोसुकैले जेसुकै भनोस् एमसीसी गलतै हो। मेरो नेताले त हुन चाहिँ एमाले होस् तर भोट चाहिँ हलोमा हाल भन्दाखेरि हलोमा खुरुखुरु जसले हालो हो त्यो दास हो भनेपछि राजावादीहरू दास होइनन्, रैती होइनन्। यो त दिमागमा भएको पुरै पट्टी म खोलेर प्रष्ट गरिदिनँ मैले। आजदेखि राज संस्थावादतिर दास भन्ने कुरा खारेज भयो। हेर्नुहोस्, र दासहरू भनेका पार्टीका कार्यकर्ताहरू, रैती भनेका पार्टीका कार्यकर्ता हुन् जसले तिनको सामन्त मालिक नेताले तिमी कांग्रेस हो तर एमालेको चुनाव चिन्हमा भोट हाल भन्दाखेरि हाले होइन, तिमी मान्छे चाहिँ एमाले हो तर राप्रपामा भोट हाल भन्दा हाले होइन, तिमी मान्छे चाहिँ राप्रपा हो तर एमालेमा भोट हालेनौ भने पार्टी सदस्य खारेज गर्छु भन्दाखेरि भोट हाले हो। यिनीहरू दास हुन्, यिनीहरू रैती हुन्। रैती भनेको एकदम प्रष्ट हुनुहोस्, जो पार्टीको कार्यकर्ता हो ऊ रैती हो, किनकि एमसीसी स्वीकार गर्छ नि हो। यस्ताहरू दास हुन्। बन्धक नबनाइएकाहरू यो गलत हो यो सही हो भनेर आफ्नो नेताले भने पनि भन्न सक्ने त्यस्तो उन्मुक्ति प्राप्त गरेकाहरू जहिले पनि देशभक्त, राजभक्त, राष्ट्रभक्त हुन्छन् र उनीहरू चाहिँ दास हुँदैन। दास भनेकै पार्टीको सदस्यता लिने पार्टीका कार्यकर्ताहरू। बुझ्नु छैन तपाईँको होइन।